सुरु भयो हाम्रो गोर्खा कालिका मन्दिर सुरु भएको छ अब। देख्न सक्नुहुन्छ गोर्खा कालिका मन्दिर सुरु भएको छ। यो दरबार होइन यो गोर्खा दरबारै हो। यो फुल हुन्छ हाम्रोमा। अझै हिमाल देखेको रहेन रहेछ है, कुहिरोले छेकेको रहेछ। कुन हिमालले त यो लमजुङ कुने के गोर्खा दरबार आइपुगेको छ अहिले हामी। यहीँबाट होला मन्दिर जाने। यतापट्टि साइड पनि यहाँ देख्न सक्नुहुन्छ यस्तो छ। यति रमाइलो र रमणीय स्थल यो गोर्खा दरबार अहिले आइपुगेको छौँ हामी। गोर्खा दरबार हेरचाह अड्डा आइपुगेको छौँ अहिले। यहाँबाट फेरि माथि लाग्दैछौँ हामी। अब मन्दिर जानको लागि जुत्ता चप्पल यहाँ राखिनेछ र यहाँबाट मन्दिरको एरिया सुरु हुँदैछ। यहाँबाट हजुर देख्न सक्नुहुन्छ यो गोर्खा दरबार यो अड्डाबाट तलको दृश्य यस्तो देखिँदैछ। माथि हिमाललाई अलि बादलले छेकिरहेको छ।
अहिले कुहिरो लाएर अरू दृश्य भने यहाँबाट हिमालको दृश्यहरू पनि देखिरहेको छैन। तल बजार अलिअलि मात्रै देखिएको छ। भयो यसमा पूजाहरू गर्ने ठाउँ, घन्टी बजाउने, बस्ने सरसफाइको काम भइरहेको छ अहिले यहाँ। अनि यो तल घुम्ने बस्ने ठाउँहरूदेखि लिएर सक्नु चाहिँ तलको यो तल नगरपालिका भवन, गोर्खा दरबारको यो तलको गोर्खाको नगरपालिका भवन सँगै अहिले कुहिरो हल्का हल्का खुल्न थालेको छ र कुहिरो खुलेपछि यो पुरै हिमालहरू सबै देखिन हुने थियो र अहिले कुहिरो हल्का हट्दै गइरहेको छ। र तल बजारमा भने अलिअलि कुहिरो हटिसकेको छ। यसरी यहाँ बोकाको यो जो भक्कल थियो, भक्कल यसरी गराइँदैछ। जसको भक्कल छ उसैले बोकाको टाउको माथि यसरी पानी चुहाएर गुरुजीले मन्त्र पढिरहनु भएको छ। यसरी चाहिँ यहाँ गराउँदै हुनुहुन्छ। सक्नुहुन्छ यहाँ हाम्रो दाइ हुनुहुन्छ र यसरी भक्कल बुझाउनलाई आउनुभएको छ। यहाँ 4वटा कालो बोकाको अहिले यहाँ भक्कल बुझाउने काम भइरहेको छ अहिले यहाँ। आफ्नो गोत्रको नाम सम्झिनु है, भक्कल सम्झिनु होला है। ममा आत्मना शक्ति में कितना होता भला प्राप्त करते हैं आज बच्चा निकाला विचार करना इस वजह से गाड़ी से राजा समाना यसरी भक्कल पुरा गराउँदै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ। Yeah, this is good. Zo mag dat Is het dan bedrukt? ja, eine Zeremonie. लाइट नगर्नु होला आफै मान्छे टाउको जिउ हल्लिन्छ मान्ने भनेको त्यही हो।
यसरी पूजाआजा भइरहेको छ गोर्खा कालिका मन्दिर हो यो गोर्खा कालिका मन्दिरमा अहिले भक्कल बुझाउने काम भइरहेको छ पानीले त मान्दैन हजुर पानी नछ्याप्नु होला पनि भगवान्लाई सम्झिनुहोस् मैले गल्ती भाषा पनि केही भाषा पनि सम्झिनु होला माने जिउ पनि होला पानी छ्यापेर बोका मान्दैन ढुक्क हुनुहोस् बा के पुग्नुहोस् भने बोका मानेन भने हजुरबाट के भयो कसो भयो होइन एउटालाई सम्झिनुहोस् पानी छ्याप्ने भएर त त्यो हजुरले जबरजस्ती गरेर भयो नि त होइन जबरजस्तीमा त जसले जसलाई नि मान्छेला जबरजस्तीमा होइन उसलाई फ्रीमा बनाउनुहोस् एउटा छ एउटा छैन भने किन आउनु भएको छ हो एउटा छ भने एउटामा भरोसा राख्नु होला पानीले बोका मान्दैन ढुक्क हुनुहोस् यहाँ एक दिन एउटाले केटा बोका मनाएको हजुर बाहिरको बोका मान्यो उसको बोका मात्रै मानेन उसले 2-3 जग पानी हालिदियो या तै पनि बोका मानेन क्या बुझ्नु पर्यो के हजुर त्यस्तो कुरा कति बोका हाल्ने सङ्कल्प गर्दा गर्दै मर्छ बोकाहरू पानी छिट्न नहुँदै मान्छ नहुँदा नपाउँदै के त्यस्तो कुराहरू हो पनि गोर्खाको दरबार नै हो र अहिले म माथि गोर्खा दरबार या मन्दिरमा छु कालिका मन्दिरमा कालिका मन्दिरबाट देख्न सक्नुहुन्छ यहाँ तलको गोर्खा दरबारको जुन म्युजियम भयो तलको म्युजियमको दृश्यहरू सानो यो छ यहाँबाट छिर्नुपर्ने हुन्छ यो मन्दिरहरूको दृश्य देख्न सक्नुहुन्छ यो चाहिँ गोर्खा कालिकाको मन्दिरको दृश्य हो र यहाँबाट यहाँ तलको यो दृश्य देख्न सक्नुहुन्छ यहाँ जुन यो गोर्खा दरबारको जुन यो बस्नुहुन्छ यहाँ यो गोर्खा दरबारको जसले हेर्नुहुन्छ उहाँहरूको यहाँ बस्नुहुन्छ यहाँ लेखि पनि रहेको छ गोर्खा दरबार हेरचाह अड्डा भनेर लेखिरहेको छ यहाँ यहाँबाट यो दृश्य देख्न सक्नुहुन्छ यहाँको यो चाहिँ पुरै माथि डाँडोमा नै छ र यहाँबाट अब यतापट्टि दृश्य भयो भने एकैछिनमा म उता गइहालेँ र यतापट्टि साइडमा यो दृश्य देख्न सक्नुहुन्छ यो हामी चाहिँ अहिले डाँडाको माथि ठ्याक्कै टाउकोमै छ यो डाँडाबाट यतापट्टिको डाँडोमा यो दृश्य भयो
भने यहाँबाट यतापट्टिको चाहिँ दृश्य छ। अब भयो अब अन्तिम हात दियो तपाईँ